हेलो साथीहो, वेलकम टु माई न्यू भ्लग। आज म के गर्दैछु भने खेतमा पानी लगाइरहेको छु अलैँची रोपेको ठाउँमा। यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ प्याज रोपेको छ, यता अलैँची छ। अलैँचीमा पानी लगाउन गइरहेको छु। पानी सानो हुनाको कारण हामीलाई टाइम लाग्न सक्ने भएर बुवा पानी लिन जानु भएको छ। म चाहिँ तल लाउँदैछु। कत्रो आउँछ पानी तपाईँहरूले अहिले भरे हेर्न सक्नुहुन्छ। अहिले चाहिँ सानो पानी आएको हुनाले एक गराची भरिसक्न लाग्यो। लाउन निकै बाँकी छ, 6-7 गरा लाउनु पर्नेछ। अब त्यो लाउन सक्छौँ कि सक्दैनौँ आज हामीले। पानी अलिक ठुलो आयो भने त अब लाउन सकिहाल्छौँ। पानी सानो भयो भने त अब लाउन सकिँदैन। अब पानी लिन जानुभएको छ। पानी कत्रो आउँछ भरे तपाईँहरूलाई देखाउने नै छु म। यहाँ परतिर चाहिँ फिर्के लगाइरहेको छ। फिर्के हाम्रोमा चाहिँ अब पानी लाग्ने भएर पानी ल्याएर लगाइरहेको छु। पानी लाग्ने ठाउँमा किन फिर्के लाउनु भनेर लगाइरहेको छु। मसँग चाहिँ कोदालो पनि सानो छ, ठुलो कोदालो थियो बुवाले लिएर गइहाल्नुभयो पानी लिन। म यो सानो कोदालो छ, यताबाट पानी छिर्दैछ। त्यहाँ मलाई दुःख दिन्छ कि भनेर म हेर्दैछु यता। उता देखाउनु गइरहेको छु तपाईँहरूलाई म। यहाँ गोठ थियो, हामीले यहाँ बाछीहरू पालेको थियो, दुईटा कालो र रातो पालेको थियो। अहिले हामीले यहाँ घाँसको अभाव भएर घरमा लगेका छौँ। यता पानी आइपुगेकै रहेनछ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब यति गरा कति बेला छिचोलिसक्नु। अब हामीलाई टाइम 3-4 बजीसम्म लाग्ने नै रहेछ भन्ने मेरो अनुमान। अलैँची पोहोर रोपेको हेर्न सक्नुहुन्छ तपाईँहरूले, यतिको आइरहेको छ। टुसा पनि अझै मजाले हालिरहेको छ। यहाँ मासतिर हाम्रोसँगै रोपेको अलिक टुसा हाल्न अलिक गाह्रो गरिरहेको छ। किन होला, मल नपुगेर होला। हाम्रो चाहिँ मल हालेको छ, र फेरि पनि हाल्नुपर्नेछ मल। आजको मौसम चाहिँ राम्रै छ, ठिकै छ। अलिअलि हुस्से लागिरहेको छ र पनि घाम लागिरहेको छ। यहाँ आगो 4-5 मन अलैँची फल्छ कि भन्ने हाम्रो